पसल जान लाग्यो आमा छोरो चाहिँ लुक गरेर छोरा यता हेर न पोज गर खै पोज तिर गर खै देखेन गरे मेरो छोरो चाहिँ पोज गरेर हिँड्छ आऊ पोज गर्ने आऊ त छिराउ न नचढ्ने माथि हुन्न पानी हो त्यो ऊ त बाहेर हो त्यहाँनिर बा छ आऊ आऊ न पोज गर नि त एउटा फोटो नखिच्ने अनि खिच्ने भन्ने मान्छे कहाँ जानु त फोटो खिच्न आऊ न फोटो खिच्ने आऊ त ए पाक्न खिच्यो कि खिचेन फेरि गर्ने गाइस हामी चाहिँ बाटोमा हिँड्दैछौँ है आमा छोरा लुबु गाडी कुदाएको टाइम लाग्दो रहेछ नि आमा छोरा चाहिँ लेफ्ट राइट गर्न लाग्छ आसमा त बाबा यो चाहिँ खोला देख्न सक्नुहुन्छ है ओ माई गड घाम लागेन कि भनेको त घाम त्यसका बाजे घाम त लागेर छाड हौ यता हेर्नु पहिला एउटा फोटो खिच्ने यता फर्क्यौँ हेर बा काले आयो झन् कति पछि आमा छोरो निस्किरहेको छु बाटोमा हिँड्दै गाडीमा जाने भएर होला हिँड्नै झ्याउ लाग्ने भएछ किन न ढिला हुन्छ ट्रेन तलबाट हिँड्न छोरा पानी माथि नचढ्ने तिमी हिँड्दैनौ अनि लड्छ नि त्यो चङ्ग्रा के अरे त्यो टायर खस्छ नि फेरि तल झर्ने जम्प गर जम्प 1 2 हे भगवान जम्प जम्प हामी चाहिँ यहाँ हिँड्न मेरो छोरोले मलाई न राम्रोसँग भ्लग बनाउदिन्छ न फोटो खिच्न दिन्छ के भएछ मेरो अलिकति ग्लासै बबुल छिरेछ के अरे याक छिरेछ लट्ठी किन दौडी ल कुदा हिँड छिरे हिँड सिधा है सिधा बाटोमा नजाने आया हुन्छ यता हेर न अनि एउटा पोज पनि दिने गर न कमिला आया हुन्छ आऊ छोडो आइ पुटे आऊ बाबा पानी पर्ला जस्तो भइरहेछ आऊ ल गुड यता हेर न एउटा फोटो राम्रोसँग फोटो खिच्न दिनु न खड्को अनि यता फर्किनु पोजै दिँदैन ल मम्मीले पोज गर भनेको नि हल्लिएर हिँड भने हो चाहिँ बाटोमा आमा छोराको पोज अरे आउनु छोरो म छोरोको मात्र भिडियो बनाऊँ कि भनेको हुन्थे भिडियो हेर्दै गर्नु होला है पोज गर मेरो छोरा के हेर्ने हेलो भनिदेऊ त हेलो भन न पहिला भयो खिचा गर्ने देखो मामालाई हेर ए लड्छ नि ऊ धन्न लडेन भयो खिचेर मात्र बस्नु यता फर्क्यो नि यता पोज गर पोज लड्छ त्यसरी पोज गर न
आउला एउटा ल आऊ ल आऊ छोरो पोजै राम्रो आउँदैन गाइस हामी चाहिँ मन्दिरमा आइपुगे जी गर दुईटा हातले दुईटा हात खै बोक टायर बोकले हजुर बम बम भोले बम बम भोले बम हामी ब्लग बोल्न त खासै आउँदैन गाइस हेर्दै गर्नु होला ल साइलेन्स भएछ नि हे गाइस फाइनली हामी चाहिँ पसलमा आइपुगे यो स्टक चाहिँ आन्टीहरूको पसलमा चाहिँ मोबाइल पसल हो गाइस मोबाइल पसलमा आइपुगेँ म चाहिँ अहिले स्टोरभित्र छु नि त त्यही भएर म छोरोलाई फोन हेर्ने भन्यो अब फोन देखाउनु पर्ने छ है गाइस हामी चाहिँ फाइनल होइन घरमा आएर पनि लुगासुगा चेन्ज गरेर आमा छोरा चाहिँ बेडमा ओछ्यानमा बसिरहेको छौँ है मैले त लास्ट इन्डको भ्लगै बनाउने बिर्सेछु अनि फेरि भ्लग बनाऊँ भनेर सुरु गरेको है मेरो छोरा चाहिँ मोबाइल दिएन भनेर रिसाएर बसिरहेछ हेलो गरिदिनु भएको एकचोटि अनि दिन्छु नि मम्माले मेरो गोलालाई अनि यस्तै हो होइन पसलमा सेल्स खासै आज राम्रो भएन अनि बस्नै त्यहाँ भाइ पनि हुनुहुन्थ्यो अनि यसो आइहालेको म चाहिँ धेरै बेर बसिनँ 2-3 घन्टा बसेर आएँ आएर खाजासाजा खायो त्यसपछि बेडमा बसेर यसो होइन इन्डको भ्लगै रहेनछ अनि म त यसो इन्डको भ्लग पनि बनाऊँ भनेर अनि ठ्याक्कै छोरा त्यस्तो नगर नि बाबा इन्डको भ्लग इन्डको भ्लग अलिकति सानो छोटो बनाऊँ भनेर म चाहिँ फेरि भ्लग बनाएको है गाइस डोन्ट माइन्ड मेरो सुपुत्र अनि यस्तै हो है घर गाइस मेरो चाहिँ यहाँ भत्रगल छ चिसो लुगा त्यहाँ राखेको छ त्यहाँ अघि उठाएर माथि कौसीबाट उठाएर लिएको लुगा पटाउनु छ गाइस र अब त्यही हो जो पनि नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब इन माई च्यानल र अब साथ सपोर्ट दिनुहुन्छ भने आशा चाहिँ छ है गाइस यत्रो नेपाली छन् होइन नेपाली हामी नेपाली अब त्यही त हो नि ठिकै छ अब भ्लगमा अब एकैचोटि त राम्रो त कहाँ हुन्छ र सजिलो त कहाँ होला गाह्रो नै हुन्छ अब मेहनत गर्ने हो मेहनतको फल मिठो होला नि कमसेकम होइन अवश्य होला मिठो होइन त्यही भएर अनि म चाहिँ भ्लग बनाउने बस्ने अब यसो काहीँ अब भिजिट त कहाँ खासै गर्दिनँ किनभने बच्चा छ छोरो छ नि त अनि छोरो बोकेर त खासै कहीँ जानै मन लाग्दैन यस्तो बाटोमा लुकु चाहिँ हेरेको नि अनि लुकुर कुद्छ अनि खासै त्यो हिँड्नै मन लाग्दैन अनि किनभने मोबाइल पनि समाउनुपर्छ अनि भरे मोबाइल समाउनु बच्चा फेरि एक ठाउँमा बेबी कुट्यो भने छोरो कुदेर घाउसोट चोटसोट लाग्यो भने त होइन अनि त्यो हुन्छ भने म त कहीँ गएर भ्लगै बनाउँदिनँ घरमै पसलमै जाने बनाउने है गाइज डोन्ट माइन्ड केही कसो कतै गएछु भने तपाईँहरूलाई म अवश्य नै होइन त्यहाँको भिजिट गराउने नै छु भ्लग होइन भ्लग बनाउने नै छु म अनि त्यही हो अब चाहिँ मेरो भ्लग होइन यस्तै हो सानोतिनो भ्लग हो सानोतिनो साथ सपोर्ट दिनुहुन्छ भन्ने आश राख्छु है म चाहिँ आयो सरी फर द्याट है यस्तै हो जिन्दगी बोर छ खाना नपाइ मर्छ भने यस्तै हो मेरो आँखा चाहिँ अलिकति मुटुभरि पीडा बोकी आँखाभरि आँसु ओठमा हाँसो र मुस्कान छरी आए मामा के मैले भन्नै आएन नि गाई मलाई सायद भन्नै आएन पहिला त आउँथेँ खुब बच्चा बेला स्कुल पढ्ने त खुब सायदमा हल्दा आउँदै आउँदैन मुटुभरि माया बोकी के भन्नु होइन मुटुभरि आँखाभरि आँसु मुटुभरि माया यो मायाले तोडेपछि तोड्यो भने हुन्छ घाम र पानी जस्तै छाया मिल्यो कि मिलेन क्या बात हो मेरो छोराले खुब मलाई फकाइरहेछ मोबाइल चाहियो भन्दैछ मोन्स्टर हेर्नको लागि खुब फकाएको मेरो छोराले किसी पनि गरिदियो नि त मलाई अनि प्लिज मेरो छोराले मलाई खुब फकाउन जान्छ सानो
सानो 2 वर्षको बेबी रे 2 वर्षको बेबीले खुब मलाई फकाउँछ ए छ्या चुप्पा चाहिँ पुस्ने जिब्रो निकाल्छस् खुब कस्तो हुन्छ होला मेरो सानो बेबी त ए छेत्री र तामाङ मिक्स भएर छेत्री पनि आगो हुन्छ तामाङ पनि आगो हुन्छ आगो आगो मिक्स भएर भोल्क्यानो निस्किएको छ चक्लेट खाने रे भोल्क्यानो निस्किएको छ यो भोल्क्यानोले त नि आगो लाउँछ त रुयो भने पनि कानको जाली फुट्ने ताली भन्छ राति सुत्दैन 12-1 बजेसम्म अघि भर्खर उठेको यो पनि अब 4 बजे सुत्यो 6:30-7 बजे अहिले कति बजे 7 बजे 6:30 बजे उठ्यो अनि कस्तो हैरान गर्छ सुत्दैन भने रातभरि फोन हेर्छ अनि सुत्दैन ए मरे आउ ल बा गाइज यति भन्दै म चाहिँ मेरो भ्लग एन्ड गरेँ है बाइ बाइ न्यू छ भने प्लिज सब्सक्राइब इन माई च्यानल अनि त्यति भन्दै म चाहिँ बाइ 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 गर्दै छोरो लड्यो भुइँमा लड्यो मम्मी छोरो सी यू भन्दियो आपुई भन्दियो माया खै गरेको